हेलो सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म सुकेको माछाको सब्जी बनाउन गइरहेको छु। साथीहरू कस्तो हुन्छ अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला है त। माछा बेच्ने मान्छे कसरी हो दिदी माछा? 500 रुपैयाँ जोडी दुईटा। कुन खोलाको हो यो? रसी खोलाको। रसी खोलाको ल्यायो माछा आयो। रसी खोला रक्सी कि रसी हो? रसी रक्सी होइन रसी खोला माछा। कहाँ हो रसी खोला भनेको? कहाँ पर्छ त्यो? कहाँ भन्नु खोज्छु? उता जाँदाखेरि भेटिन्छ। कहाँ हो कहाँ कहाँ जाँदा भेटिन्छ उता जाँदा अरे कहाँ जाँदा जाँदा कता कता जाँदा भेटिन्छ नि। कहाँ भन्नु? कुन जिल्लामा पर्छ? रसी खोला कुन जिल्लामा पर्छ? सोच्नु पर्छ भन्नु न। अब त्यो त सोच्नै पर्छ। त्यस्तो नि हुन्छ त। लु यो दिदीले त त्यसो भयो त यो लोकल माछा होइन रहेछ। लोकल माछा कस्तो बागमतीको ल्याउनु भयो क्या? बागमतीमा यस्तो माछा पाउँछ। छवटा ए एउटा सिनमा। लु आमाले चाहिँ माछा पनि निकाल्नु थाल्नुभयो सिलबाट। निकै निकै पो रहेछ त है। एउटा माछा वटा रहेछ कि ए तिनटा रहेछ। भाँचिदिन्छ है। आम्नियाको काम त के नगर न नानी चाहिँ नगर। किन टिभीको साउन्ड अलिक सानो बनाउनु त? भिडियो बनाउँदैछु। यो हात यसो गर्ने भाइ चाहिँ यहाँ हुनुहुन्छ है साथीहरू। आज चाहिँ हाम्रो चाहिँ सुकुटी माछा छ है। सुकुटी माछा पर लानु न। आम्नियालाई पर लानु न। कम त आया केले भुचो मिठार केले का ओइ छोड न आउ त्यहाँ न त्यो केले हो बोलारेको मलाई हे सिम है सिम है कति चाहिँ यो टेबलमा चाहिँ ओ हेलो छोड्नु न। यस्तरी यहाँ टक्क राख्न आएको होइ 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 गोल 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 गोल। हाम्रो आमालाई चाहिँ गाह्रो परेछ है माछा सिलबाट निकाल्नु। माछा सिलको भन्नु न। मलाई थाहा भइसक्यो यस्तो माछा खाएर हुर्केको भन्नु नमिल्ने। यस्तो माछा खाएर हुर्केको भन्नु नमिल्ने। नानाहरूकोबाट कहाँ कहाँदेखि लिएको चाहिँ खाएको है। पहिले नुवामी बजार भन्छ कि माछा हो। माई खोलाको माछा साह्रो ल्याउँथ्यो। हेर्दा चाहिँ बुदुना जस्तो छ। बुदुना जस्तै छ। यहाँ सुकेर कहाँ पक्रेको कि यो त तर कहाँ लोकलै होला कि कहाँदेखि है यस्तो यो सिङ्काहरूमा गरेको छ नि त। यो त 500 होइन यो यस्तो कसरी त ठिकै हो जस्तो नि। यो कसरी चाहिन्छ थाहा रहेछ। अस्ति मलाई त्यो तल लगनखेलको सब्जी बजारमा सोध्दै थियो लाने भनेर। कहाँ पो कहाँको पो माछा भन्दै थियो? भोजपुर कि कहाँको? यस्तै थियो यस्तै थियो। एकजना बुढो मान्छेले बोकिराख्नु भएको थियो अङ्कलले। तर अलिक महँगो भने जस्तै लाग्यो। यो पनि 500 को 700 रुपियाँ पाइँदैन नि त। भाँची पनि छ यसको भाँची छ। उही निकालेको छ कि यसको भित्रको आन्द्रा भुँडी? यो निकालेको पनि छैन कि। यिनीहरू त डल्लै छ त आमा। हेर्न प्याट्टै निकालेको निचोडेर निकालेको। ए त्यो दुलो के भएको? ए सिलले हुने कि साँच्चै। आयो कति हाँस्नु। आज चाहिँ हाम्रो चाहिँ सब्जी यो हुनेछ है। सुप बनाएर खानुपर्ने छ। ल साथीहरू मैले चाहिँ माछालाई तातो पानीमा एकताली सरेर धोइसकेँ। यस्तो निक्ल्यो। अब यसलाई चाहिँ डामेर अनि ग्रेभी बनाउने।
त्यसको नुन खोर्सानीहरू केही त हुँदैन अनि मिठो हुँदैन होला नि कि त अचार मोल्नु त नि है मोले पनि पाइलो झाडा दिनु जान्छ लहे नानीलाई हात धुनुपर्छ भने मेरो हात धुन्छु पहिला नानी लिएर हात पसेदैन मैले सब्जीमा चाहिँ कस्तो म भात हात धुन्छु गरेर बस्नु ल हेलो म चाहिँ खाना खान थालेँ त्यसमा यहाँ चाहिँ सिकुटी माछाको ग्रेभी छ अनि यहाँ चाहिँ सागहरू आलु म चाहिँ खाना खान थालेँ त साथीहरू माछा अल्झिन्छ है माछाले त माछा दिनुभएको के माग्छ यस्तो छ अनि मैले त्यो भाइले लगाइदिइराख्नु न ठिक्क तातिन्छ नि नानी त मैले यहाँ बसेर खाने म पनि यहाँ बस्छु आलु खाने आलु पनि भने म पिरा ल्याउँछु सानी पिरा ल्याएर म पनि बस्छु यहाँ बसेर खाउँछ चली बसेर खाने नानी दिनु पर्यो नि नाति दिनु पर्यो त्यो राम्रो मुख देखियो न देखियो मोबाइल गरेछ मैले चाहिँ खाएँ आम्या पनि रमित पर्छ आफूदेखि अलिक उता सारेको मैले मिल्यो कि मिलेन मिल्यो होला
चल्दैछ कि छैन? चल्दैछ 5 मिनट दे मान्छे गम बिरामै आयो चिसो हुन्छ बिरामा बसेर खाने यो खाने कप्पै के छ मलाई मुखमा के हालेको छ मासु हाल्यो कप्पै आँगा मलाई देऊ मलाई चिसो बुझ्नु हुन्छ यहाँ बस्या बिरामा माम खा माम खा सोधेर हाके आइनाले कति ज्ञान कम भएको त्यहाँ पो जानु थिएँ खोर्सानी नखाइ त होइन के खाइन हुन्छ त के अचम्म त खोर्सानीको बानी बस्यो हौ साह्रै भएन पिरो भए पनि नपिरो भए पनि खायो महिया निकालेर खाएको बट्टाको माछा यहाँ पक्कै टोकेछ टाउको माछा खानेछ नानीले काँडा निकाल्छु काँडा छ जानु आयो हुन्छ अनन्त छियो क्या तिम्रो त्यहाँ देखेर यो माम खाँदिसक्छ छैन हौ त्यो मामले माछा खाने माछा हालेर भात खाएको छैन अलिकति लौ उसले माछा मारेर
मैले भात र सुप मात्रै दिएर त थिएँ। बिचमा एउटा हड्डी हुन्छ नि ठुलो काँडा निकालेको छु। टाउको पनि नदिनु नि। म टाउको खोजिए टाउको खाइदियो छैन आदि हो के को लिनु होला पठायो म के खोर्सानी होइन अनियन त्यही भएर त तेलमा पुरा खाएको छ। त्यति भएर अल्झिने नै। ए त्यो डाली लिनु गएको म सबै पाकेको हुन्छ नि त तेलमा। खानु मन परेको रहेछ। अल्झिन्छ भनेर त हामी चाहिँ कति राम्रो भइरहेको यो एकचोटि खाने नि माछा खाने र यो खाने पहिला माम खाने कति मिठो माम छ यो खाने के खाने ल खाएको माम पनि खाऊ माम पनि खानुपर्छ नि। खुर्सानी कलिलो दिँदा पिरै भएन। म चाहिँ पिरो खाने खानु छ साथीहरू। यो सुकेको माछा चाहिँ धेरै वर्ष पछाडि खाएँ मैले। 6-7 वर्ष पछाडि नै भयो ल। एकदमै मिठो भयो साथीहरू। र मैले चाहिँ खाना पनि खाइसकेँ माछाको सुकुटीसँग सुकेको माछासँग। आजको भिडियो यति नै, बाई।